म त निता निता भएछ चित्त बुझाउँछु म भगाना रॉकी यार भगाना। अरे भगा के क्या उसके आगे ले लूं, उसका पीछा करूं ना, भगा के। हेलो नमस्ते वेलकम सबैजनालाई स्वागत छ फेरि पनि होइन फेरि तपाईँहरूको मनोरञ्जनको साथी कार्की ब्लग्स उपस्थित भइसकेको छु र सबैजनालाई अब गाडीमा तेलै सकियो क्या सकिनला हिजो हाल्छु भने अब अब भोलि हाल्छु उतै जाँदाखेरि भन्नु ठानेको अहिले बिर्सेछ गफे गर्नु यस्ता त छ दिमाग मेरो अनि थेट गेडे दिमाग छ क्या के भन्नु फाइनली म ठमेल आइपुगिसकेको छु र अब ठमेलमा एक राउन्ड चहलपहल दिन्छु भनेर नै बसेको होइन अब त्यही हो गाइज अब दिन्छु म अब यहाँ एक राउन्ड हानिदिन्छु होइन एक राउन्ड हानेपछि चाहिँ त्यही हो पारा अब अरू त के नै भन्नु सक्छु होइन एक राउन्ड हान्छु एक राउन्ड हानेर के कस्तो हुन्छ त्यो त चहलपहलै छैन मोजी के हो यो ठमेलमा यस्तो के सुनसान यो आज मान्छे कस्तो भने चहलपहलै छैन क्या केहीको चहलपहल छैन ल यस्तो पनि सुनसान पनि हुन्छ यार ल चिङ्नी यस्तो सुनसान ल ओ माइ गॉड यस्तो तिख्रावालाहरू हो क्या म्याचिन बबाल लाग्ने मलाई चाहिँ म्याचिस होइन खेलमा आफ्नो काम गर खुलुखुलु चिक्नेको मैले 7 जानी बनाइदिएर ओ सर के छ म त निता भएछ ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। नाइ बेबी भन्छ होइन आँखी छ आइरहेको छ लाडे जस्तो यहाँ पड्काउँछ है ओरा तर पहिला यो ठाउँमा यस्तो प्याक हुन्थ्यो यार आजभोलि त के हो के मैले पहिला भिडियो बनाउँदाखेरि होइन यो ठाउँ यस्तो चर्चित बबाल थियो होइन अहिले मामपुली यही ठाउँ खत्तम छ क्या मान्छे छैन भनौँ न ल पहिला मान्छे यहाँ पाइला टेक्न बाइक त छिराउनै गाह्रो पर्थ्यो क्या बाइक छिराउनलाई नि कम त झ्याउ हुन्थ्यो यहाँ होइन त्यत्तिकै आएछ जस्तो लाग्थ्यो ओ सर जाऊ न यार
What's up guys? What's up? Wow. यहाँ सेक्सी केटी गइरहेको छ केटाहरूले होइन मैलेमा चिज भेट्दैन क्या मैले भेट्दैन अहिले होइन यहाँबाट नि होइन बब्बाल केटी उठाउँछ होइन मलाई पर्दैन यार मेरो त मुजी भाग्यमै छैन कि क्या हो कहिले पर्दैन हो के भए हो यस्तो अनि कहिले काहीँ सोध्छु होइन मुजी थमेलबाट केटी उठाउनलाई पनि भाग्य नै चाहिने जस्तो लाग्छ क्या सक्दैन नि फेरि सब गाइस लेडेहरू लेडे जेन्टलम्यान हामी चाहिँ हेरेर चित्त बुझाउँछु म छुने कुनै औकात छैन ल माथि ठाडा घाँटीलाई जति कसम खाए पनि जति कसम लाए पनि निष्ठुरीले What's up guys? Oh दिन्छ केटोले बेला बेला मैले यार जामा लाएर नि आएको त के हो यो प्यारी समझ गई सब गाइस पड्काइदिउँ मनी जाने चित्त बुझाउँछु म भगाना रॉकी यार भगाना अरे भगा के क्या उसके आगे ले लूं उसका पीछा करूं ना भगा क्या होता है पुर्याइदिन्छु म Please, my God. लो man, बिचारा रूनी बना यार
सातो गइदिरहेको छ केटी फाइनली अब हामी ठमेलबाट फर्किसकेका छौँ यहाँ धेरै बेर पनि नबसौँ होइन अहिले पानी पऱ्यो भने बिजोग हुन्छ क्या अनि यहाँबाट टिप हेरेको कता कताको टिप मात्र देखाइरहेको छ क्या माथि टाढाको यति राति गएर के काम यार फेरि मेरो चाहिँ बाइकमा पनि पेट्रोल सकिरहेको छ क्या ल हजुर ल ल ल म अब हाल्छु यो चाहिँ पल्टनबाट छिट्टै आउँछ मलाई लिन